Hi, welcome to day 38 of 108 channel. So as you can see, आज म पापा मम्मी दिदी र भान्जासँग जाँदैछु कङ्काल्नी मन्दिर। आज यही बोकालाई चढाउनको लागि आज हामी जाँदैछौँ। सो लेट्स सी कस्तो हुन्छ मन्दिरमा। सो बोकालाई लिएर हामी अटोमा लाग्छौँ कङ्काल्नी मन्दिरतिर। हेर्दा हेर्दै हामी पुग्छौँ भण्टाबारी हुँदै कोशी ब्यारेक एन्ड गाइस कोशी ब्यारेकको भ्यू क्याही गजबको देखिँदै थियो यार। फाइनल्ली हामी पुग्छौँ हाम्रो डेस्टिनी कङ्काल्नी मन्दिर। मन्दिरमा इन्ट्री गरिसकेपछि म उत्रेर यताउता हेर्छु एन्ड हामी लाग्छौँ बोका लिएर मन्दिरभित्र। बट जसरी हामी बोका लिएर मन्दिरभित्रतिर लाग्दै थियौँ त्यसरी नै पछाडिबाट आवाज आउँछ र हामीलाई पहिले टिकट काट्नुपर्छ भनेर भन्छ। त्यसपछि टिकटमा हाम्रो 100 रुपियाँ काटिन्छ। त्यसपछि हामी बोका काटिसकेपछि एकछिन मन्दिर घुम्छौँ र पूजा गर्छौँ एन्ड फोटो खिच्छौँ। रिदमलाई यहाँ हेर डोरी बाँधिँदा कति धेरै रुँदै थियो क्या। त्यसपछि दिदीले नि बाँध्नुहुन्छ एन्ड यहाँ जस्ट छेउमा एउटा विष्णु भगवानको मन्दिर रहेछ। त्यसपछि हामी यताउता मन्दिर हेर्छौँ। यस मन्दिरको इतिहासको बारेमा त मलाई थाहा छैन, बट यस मन्दिर प्रति नेपालीको धार्मिक आस्था र विश्वास निकै प्रगाढ रहेको छ। यस मन्दिरमा धार्मिक आस्था बोकेर आउने भक्तजनहरू निकै संख्यामा आउने गर्दछन् हैन। नेपालको यस्तो प्रचलित र धार्मिक आस्थाले भरिपूर्ण मन्दिरको दर्शनले म पनि धन्य भए। मन्दिरको दर्शन र पूजा गरिसकेपछि हामी हाम्रो पेट पूजा गर्न नजिकै होटलमा जान्छौँ र नास्ता गरिसकेपछि हामी घरतिर लाग्छौँ। बाटोमा 1 घण्टाको सफरपछि हामी फाइनल्ली घर आइपुग्छौँ। त्यसपछि हामी बोकालाई बनाएर पकाएर खान्छौँ। साथै प्रसादको रूपमा खानको लागि आफन्तहरू पनि आएका छन् हैन, एज यु क्यान सी। सो गाइस आजको दिन यस्तै भयो, जे होस् राम्रै गयो। So see you in the next video. Till then, don't forget to like, share and subscribe to my channel. Thank you. Have a nice day. Bye.